आज गुगल चलाउँदै गर्दाखेरि मैले एउटा अचम्मको कुरा भेटेँ। तपाईँले पनि यो सर्च गरेर हेर्नुहोस्, तपाईँले पनि भेट्नुहुनेछ। सहकारी डट लेखेर मनी, सहकारी डट मनी लेखेर सर्च गर्नुहोला। त्यस पछाडि सुरुमै आउँछ एउटा यो वेबसाइट, सहकारी मनी सहकारी ठगीको अनुसन्धान भनेर यो एउटा वेबसाइट आउँछ। यसलाई क्लिक गर्नुहोस्। यसलाई क्लिक गरेपछि इङ्ग्लिसमा हेर्न चाहनुहुन्छ कि नेपालीमा भनेर आउँछ। त्यस पछाडि म चाहिँ नेपाली सिलेक्ट गर्छु। नेपालीमा सहकारी मनीबाट सुरु भएको छ। यहाँ तलतिर बिस्तारै हेर्न सक्नुहुनेछ। अचम्मका कुराहरू पनि देख्न सक्नुहुनेछ। बिस्तारै हेर्दै जानुहोस्। रवि लामिछानेको फोटो देखिएको छ यहाँ। योभन्दा मुनितिर अझै अचम्मका कुराहरू देख्न सक्नुहुनेछ। 87 अर्बको कुरा आयो यहाँ। 80 करोडको कुरा आयो। 814 एक व्यक्तिद्वारा काटिएको चेक भन्ने कुरा देखियो। 5+ मुछिएका मुख्य सहकारीहरू भन्ने कुरा पनि देखियो। सूर्यदर्शन सहकारी 30 करोड भन्ने आयो। सुप्रिम सहकारी 15 करोड भन्ने आयो। सारा चितवन सहकारी 52 करोड भन्ने आयो। सानो पाइला सहकारी 11 करोड 50 लाख भन्ने देखियो। यस्तै हेर्न सक्नुहुनेछ तलतिर बिस्तारै। देख्न सक्नुहुनेछ के काण्ड भएको रहेछ भनेर पनि यहाँ देखाइएको छ। सायद मुद्दा फिर्ता लिने देखि लगाएर सबै कुराहरू रहेछ यहाँ। अझै तलतिर देख्न सक्नुहुनेछ हरेक कुराहरू। रवि लामिछानेसँग जोडिएका कुराहरू देख्न सक्नुहुनेछ। पैसा मात्रै देखिन्छ। खै यो पैसा कहाँ गयो, के भयो, कसको पैसा हो नि? जति तल हेऱ्यो उति पैसा मात्रै देखिन्छ। यो के हो कुरो? यो ठगेको पैसा हो कि लुटेको पैसा हो कि व्यक्तिको पैसा हो कि कमाएको पैसा हो कि? यहाँ आएर सकियो।